सडक राम्रो छ, शिक्षा निशुल्क छ, रोजगारी छ, अनि केका लागि नि होला हामीले मान्ने? 300% कर लिन्छन् यिनीहरूले। एक वर्षमा 300% भन्दा बढी कर उठाएका छन् यिनीहरूले। त्यही भएर म एउटा गीतबाट तपाईलाई भन्न चाहन्छु, जन्मदेखि मृत्युसम्म करै करको भारी, न त शिक्षा न त स्वास्थ्य, कर केका लागि? अब जनतालाई अपिल गर्न चाहन्छु, विदेशमा रहेका नेपालीलाई अपिल गर्न चाहन्छु, यदि यिनीहरू नवीन सम्झौतामा आउँदैनन्, प्रदेश खारेज गर्दैनन्, यी छोटे राजाको अन्त्य गर्दैनन्, यदि यिनीहरूले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्दैनन्, यदि हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू राष्ट्र गर्दैनन्, यदि राष्ट्रपतिको ठाउँमा राजा राख्दैनन् भने नेपालभरिका जनताले कर तिर्नु हुँदैन। विदेशमा